नेपालको न्याय प्रणालीमा महिलाको हक र सुरक्षाका लागि बनाइएका कडा कानूनहरूलाई ऐतिहासिक उपलब्धि मानिन्छ। तर पछिल्ला केही वर्षमा यस्ता कानूनहरूको दुरुपयोग भएको गम्भीर आशंका सार्वजनिक रूपमा उठ्न थालेको छ। हालै नेता महेश बस्नेतले आफू विरुद्ध लगाइएको बलात्कार आरोप झुटो र राजनैतिक षड्यन्त्रको परिणाम भएको प्रश्न पार्दै सामाजिक सञ्जाल र सार्वजनिक वक्तव्य मार्फत यसबारे विस्तृत भण्डाफोर सार्वजनिक गरेका छन्। महेश बस्नेत विरुद्ध शोभा पाठक नामकी महिलाले बलात्कारको आरोप लगाउँदै काठमाडौँ प्रहरीमा जाहेरी दिएकी थिइन्। बस्नेतको भनाइमा उक्त उजुरी तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठ, नेता माधव नेपाल, सामाजिक अभियन्ता दुर्गा प्रसाई, निकिता पौडेल र ज्वाला सङ्ग्रौला लगायतको योजनामा दर्ता गरिएको थियो। प्रहरी अनुसन्धानपछि पर्याप्त प्रमाणको अभावमा सरकारी वकिलको कार्यालयले मुद्दा तामेलीमा राखेको थियो। त्यसपछि शोभा पाठकले सो निर्णय विरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरिन्, तर अदालतले भ्रामक र कपोल कल्पित ठहर गर्दै रिट खारेज गर्यो। पुनः प्रयास र न्यायिक प्रक्रिया। सो मुद्दामा फैसलापछि शोभा पाठकले पुनः नयाँ कागजातको आधारमा उजुरी दर्ता गराउने प्रयास गरिन्। उनले भारतको हरियाणा स्थित अस्पतालको कागजात पेश गर्दै आफू बिरामी भएको प्रमाण दिने प्रयास गरेको बस्नेतले आरोप लगाएका छन्। महेश बस्नेतका अनुसार भारतको अस्पतालबाट बनाइएको त्यो कागजात नक्कली हो र नेपालको कानुनी प्रणालीमा त्यस्ता प्रमाण वैधानिक रूपमा मान्य हुँदैनन्। यसअघि रजिस्ट्रारले विबन्धनको सिद्धान्त अन्तर्गत मुद्दा नलिने निर्णय गरेको भए पनि पछिल्लो पटक उच्च अदालतले यस प्रकृतिको मुद्दा इजलासबाटै टुङ्ग्याइनुपर्छ भन्ने निर्णय सुनाएको छ। महेश बस्नेतले शोभा पाठक, केही मिडिया संस्था, न्युज 24, जनआस्था, सूत्र टिभी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बिना प्रमाण उनलाई लिभिङ टुगेदर, विवाह वा सम्बन्धमा रहेको भनी झुटा विवरण फैलाएको आरोप लगाए। उनले यसरी सार्वजनिक चरित्र हत्या र राजनैतिक बदनाम गर्ने कार्य आफू मात्र नभई आफ्नो परिवारमाथि समेत गम्भीर असर पारिएको बताएका छन्। महेश बस्नेतले आफ्नो मुद्दा मात्र नभई कलाकार पल शाह, क्रिकेटर सन्दीप लामिछाने र पत्रकार कृष्ण कण्डेलका घटनाहरूको पनि उल्लेख गरेका छन्। तीमध्ये कतिपयमा अदालतले दोष प्रमाणित नभएको भन्दै अभियुक्तलाई सफाई दिएको थियो, तर सार्वजनिक छवि गुमाइसकेको अवस्था थियो। महेश बस्नेतले भनेझै नेपालको जेलमा रहेका झण्डै 60% पुरुष बलात्कार वा यौन दुर्व्यवहार सम्बन्धी अभियोगमा छन् र तीमध्ये धेरै मुद्दाहरू पर्याप्त प्रमाण बिना अगाडि बढाइएका छन्। उनको भनाइमा महिलाका हक संरक्षण गर्ने कानून पीडितका लागि सुरक्षा कवच हुनुपर्छ, तर हतियार बन्नु हुँदैन। कानूनविदहरूको धारणा अनुसार न्यायिक प्रणालीमा कसैलाई बारम्बार एउटै मुद्दामा फरक ढङ्गले सताउनु न्यायको दुरुपयोग हो। संविधानले न्यायाधीश, रजिस्ट्रार र अदालतको अन्य संरचनालाई स्पष्ट अधिकार दिएको छ र त्यसको मर्यादा कायम राख्नुपर्ने आवश्यकता पनि औल्याइएको छ। महेश बस्नेतको यो अभिव्यक्तिले नेपालमा बलात्कार सम्बन्धी कानुनी व्यवस्था, सामाजिक धारणा र मिडिया ट्रायल बीचको संवेदनशील सन्तुलनमाथि गम्भीर प्रश्न उठाएको छ। न्याय सबका लागि हो, तर न्यायको नाममा अन्याय कसैका लागि हुनु हुँदैन भन्ने सन्देशका साथ बस्नेतले आम नागरिक र राज्य दुवैले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन्।